हामी चाहिँ हात्ती छाँगामा जाँदैछौँ है। यो चाहिँ हाम्रो धेरै पछिको तपस्या त्यागपछि चाहिँ हामी बल्ल बल्ल खोलामा जाँदैछौँ। तर रिस्क पनि छ, सो सर्पहरू आउन सक्छ अनि बाटो अलि अप्ठ्यारो छ होइन, तै पनि केही फरक परेन, हामी जाने हो। हामी जेसुकै आवश्यक हामीलाई मतलब छैन। मकैबारी दराम दराम भने जस्तो धानबारी दराम दराम पार्दैछौँ बोल न, तर हामी जाने जाने हो। तर खतरा घर रहेछ यहाँ चाहिँ पुलिस बस्ने हो। एकल गर्छु त्यसलाई मैले जान्दैन ल गर्न त। यो चाहिँ बाटे घर जस्तो छ। सो अब चाहिँ हामी यहाँबाट एकदम बाटा हामी चाहिँ उता जान्छौँ धानबारी। सो गाइज सबैजनाले हेर्नु होला है, माया गरिदिनु होला। तर म तपाईँहरूलाई जाँदैछु हात्तीसँग। यो बवाल छ, आम्मामा बवाले छ है, बवाले गाइज बवाल। धानबारी हिँडिरहेको छौँ है। यो धान चाहिँ एकदम जोगाएर हिँड्नुपर्छ हामीले। सो यहाँ धान झर्नु सक्ने सम्भावना हुन्छ। लमासा धानको बाला बगल पुरो गाडी घाटा छ त यहाँबाट भन्दा खोलो निक्लिनु पऱ्यो। कताबाट निक्लिन्छ त खोला खोइ। हामी कहाँबाट यहाँ तलबाट बाटो हुनुपर्ने हो कि यहाँबाट अलिक तलबाट बाटो हुनुपर्ने हो। हामी यहाँबाट त खुद खोला निक्लेर पनि जान सकिन्छ। त्यो पुलिस सोधौँ त्यसलाई, त्यो पनि जान्छ त्यहाँ गइरहन्छ थाहा छैन। चलो उतै घुमौँ, लेट्स गो ल।